यो न तिनको स्वर, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। तपाईं नै हुनुहुन्छ मेरो शिर, तपाईं नै हुनुहुन्छ मेरो शिर। मैले हिँड्ने बाटो र बाँच्ने आशा, कसलाई भनौँ यो मनको कुरा। हे परमेश्वर, यो सुन्दर समय तपाईलाई धन्यवाद दिन्छु। आज हरेक कुरामा तपाईले सहायता गर्नुभयो, सुरक्षा दिनुभयो। तपाई साँच्चीकै असल गोठालो हुनुहुन्छ, हामीलाई वास्ता अनि फिक्री गर्ने। अनि परमेश्वर पिता, यो सुन्दर घडी म मेरो श्रीमानको निम्ति प्रार्थना गर्दछु। उहाँले गर्नुभएको हरेक कार्यको निम्ति उहाँलाई क्षमा गर्नुभएको होस्, उहाँको हृदयलाई फर्काइदिनुहोस्। उहाँले तपाईलाई आदर महिमा गर्न सकेको होस्। म प्रार्थना गर्न चाहन्छु उहाँलाई तपाईको भयमा जिउनको निम्ति सदा सर्वदा सहायता गर्नुभएको होस्। प्रार्थना बिन्ती चढाउँछु ख्रीष्ट येशूको नाममा, आमेन। संसारभरि डुलेमा खोज्दै सान्तवना, को छ र बुझ्ने यो मेरो मनको भावना। कहाँ पाइन्छ त्यो न्यानो पाख, जहाँ शब्दहरूमा लुकेको भाव खुल्छ। कसैले बुझ्दैन यो धड्कनको कथा, येशू तपाईं बाहेक। तपाईं नै हुनुहुन्छ मेरो शिर, तपाईं नै हुनुहुन्छ मेरो शिर। मैले हिँड्ने बाटो र बाँच्ने आशा,
ए आज कहाँबाट भाइले कल गर्नुभयो? हेलो पास्टर बा, जय मसी भाइ। अनि के को लागि कल गर्नुभयो? मैले यीशुमा विश्वास गर्ने निर्णय गरिसकेँ। ए हो र? हो पास्टर बा, मैले त्यो निर्णय गरिसकेँ। प्रेज द लर्ड। जहाँ मेरो श्रीमती वर्षौँदेखि हिँडिरहेकी छिन्। हो पास्टर बा, मैले त्यो निर्णय गरिसकेँ। हामी भेटौँ न त यसो कतै। हुन्छ, म आउँछु पास्टर बा। हस् ल भेटौँ है त। भाइ साह्रै गजबको निर्णय गर्नुभएछ। हो नि पास्टर बा, मलाई धेरै लामो समय लाग्यो यो निर्णय लिनको लागि। जीवनमा तपाईँले गर्ने निर्णयहरूमध्ये सबैभन्दा उत्तम निर्णय तपाईँले गर्नुभएको छ। प्रभुले तपाईँलाई आशिष दिउन्। मेरो श्रीमती र मैले धेरै दुःख पायौँ र मैले मेरो श्रीमतीलाई धेरै दुःख दिएँ, तर अनन्तमा आएर मलाई एक किसिमको त्यो पश्चाताप भयो। त्यो भएर मैले यीशुमा विश्वास गर्ने निर्णय गरिसकेको छु र मैले तपाईँलाई कल गरेको हो। जय मसी पास्टर बा। जय मसी बहिनी, जय मसी। आउनुहोस् न भित्रै। एकछिन है, तपाईँलाई आज म एउटा सरप्राइज दिँदैछु। ए कस्तो सरप्राइज होला पास्टर बा? एकछिन आँखा बन्द गर्नुहोस् है त ल। बहिनी, उहाँले जीवनमा गरेका सबै गल्तीहरू स्वीकार गरेर म पश्चाताप गर्न चाहनुहुन्छ। के तपाईँ उहाँलाई क्षमा गर्न सक्नुहुन्छ? हुन्छ पास्टर बा, म क्षमा गर्छु। म धेरै खुसी पनि छु। मलाई माफ गर, मैले हिँडेको बाटो गलत थियो। अब म यीशुलाई उद्धार र मुक्तिदाताको रूपमा स्वीकार गर्छु। के प्रभु यीशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्न तयार हुनुहुन्छ त? तयार छु पास्टर बा। आउनुहोस्, हामी दुवैजना घुँडा टेक्नेछौँ। परमेश्वरको वचन रोमी 10:9 र 10 यसरी लेखिएको छ, जसले आफ्नो मुखले प्रभु यीशु ख्रिस्टलाई प्रभु भनेर स्वीकार गर्छ र हृदयले यीशुलाई मरेकोबाट पवित्र आत्माले जीवित पार्नु भएको भनेर विश्वास गर्छ भने त्यसले उद्धार पाउनेछ, त्यसले मुक्ति पाउनेछ। म जे भन्छु यहाँले त्यही म पछाडि दोहोऱ्याउनुहोस् है। हस् पास्टर बा। आउनुहोस्, हामी आँखा चिम गरौँ। प्रभु यीशु, प्रभु यीशु, म एक पापी हूँ, म एक पापी हूँ, म एक अधर्मी हूँ, म एक अधर्मी हूँ, म एक अपराधी हूँ, म एक अपराधी हूँ। मैले गल्ती गरेको छु, मैले गल्ती मैले पाप गरेको छु। मैले पाप गरेको छु। आजको दिन मेरा सारा पाप, मेरा सबै अधर्म, मेरा सबै अधर्म, मैले गरेको सबै अपराध म स्वीकार गर्दछु। मेरो श्रीमतीलाई सताएको पाप, तपाईँको विरुद्धमा गरेको पाप, समाजको विरुद्धमा गरेको पाप म स्वीकार गर्दछु। प्रभु येशू, आजको दिन म यो कुरालाई विश्वास गर्छु, येशू ख्रीष्ट तपाईँ प्रभु हुनुहुन्छ भनी मेरो मुखले स्वीकार गर्दछु। मेरो हृदयले प्रभु येशू ख्रीष्ट तपाईँ मर्नु भयो, तपाईँ गाडिनु भयो, तपाईँ पुनरुत्थान हुनुभयो भनी विश्वास गर्दछु। धन्यवाद येशू। अब उपरान्तको जीवन मेरो इच्छामा होइन, तपाईको इच्छामा जिउन चाहन्छु। येशूको नाम, आमेन। हजारौं सपना टुटे, आशाहरू हराए, येशूको प्रेमले मात्र फेरि म उठे। हजारौं सपना टुटे, आशाहरू हराए, येशूको प्रेमले मात्र फेरि म उठे। यो टुटेको मनलाई प्रभुमा सुम्पेको छु, जहाँ येशू हुन्छ म सधैँ सुरक्षित छु। यो मनले पुकारिरह्यो रात दिन प्रभुलाई, केवल प्रभु
तपाईँ नै हुनुहुन्छ मेरो शिर, तपाईँ नै हुनुहुन्छ मेरो शिर। मैले हिँड्ने बाटो र बच्ने आशा। आज हाम्रो बीचमा आदरणीय रमेश दयाली भाइ, जसले महिनौदेखि यीशुलाई विश्वास गर्ने आफ्नो प्रिय पत्नीलाई सताउनु भयो, कष्ट दिनुभयो, पीडा दिनुभयो, तर आखिरमा आएर यीशुले उहाँलाई बदलाउनु भयो र उहाँले आजको दिन यीशु ख्रीष्टलाई विश्वास गर्नुभएको छ। र आज साक्षी दिनको लागि र गवाही दिनको लागि आदरणीय भाइ रमेश दयालीज्यू हाम्रो बीचमा हुनुहुन्छ। उहाँलाई हामी एकदमै ठुलो तालीको साथमा स्वागत गर्नेछौँ। आदरणीय बुवा आमा, दाजुभाइ, दिदीबहिनी एवं मेरा प्यारा प्यारा साना साना भाइ बहिनीहरूमा म एकमुष्ट रूपमा सबैजनालाई जय मसीह गर्न चाहन्छु। जय मसीह। यो समय, यो अवसर उहाँले मलाई दिनुभएको छ। मेरो आदरणीय पास्टर बा, उहाँलाई पनि म हृदयबाट नै आभार व्यक्त गर्न चाहन्छु र जय मसीह गर्न चाहन्छु। पछाडि फर्केर हेरेँ भने मेरो जीवनलाई म आफैलाई पनि माफी दिन लायकको मान्छे म आफैलाई ठान्दिनँ। मैले मेरो परिवार, मसँग जोडिएका त्यो प्रिय मान्छेहरू, अझ भनौँ न मेरो आफ्नै श्रीमतीलाई अत्यन्त दुःख दिएँ। म रक्सी खाएर आउँथेँ, प्रत्येक रात झगडा हुन्थ्यो। त्यो झगडा बिस्तारै बिस्तारै बढ्दै जान्थ्यो र बढ्दै गइसकेपछि हालसम्म पनि हुन्थ्यो। यस्तो अवस्थामा मेरो श्रीमतीले मेरो साथ कहिल्यै छोडिनन्। त्यो उदारता, त्यो आत्मीय, त्यो प्रेम, साँच्चै त्यो प्रेमले मलाई गलायो। मेरो श्रीमती लामो समयदेखि प्रभु येशूमा विश्वास गरिरहन्थिन्। मलाई पटक पटक भन्थिन्, तपाईँ आउनुपर्छ, विश्वास गर्नुपर्छ। तपाईँ आउनुभयो भने तपाईँको जीवनले पुनः उत्थान पाउनेछ, तपाईँको जीवन सुन्दर हुन्छ। तर मैले कहिल्यै सुनिनँ। थाहा छैन मैले किन सुनिनँ। यो सुन्ने आँट अथवा सुन्ने यो विश्वास, सुन्ने यो कानमा मेरो के भइरहेको थियो, वरिपरिको वातावरणले मलाई कति डिस्टर्ब गरिरहेको थियो, यी सब कुराहरूबाट म वञ्चित भइरहेको थिएँ। एक रात म अर्धचेतन अवस्थामा अत्यन्तै धेरै रक्सी पिएर म आफूलाई पनि म को हो भन्ने थाहा नपाएर म लमतन्न भएर सुतिरहेको थिएँ आफ्नो बेडमा। त्यो मध्यरातमा मेरो आँखा बन्द थिए, शैतानहरूले मलाई एट्र्याक्ट गरिरहेको थियो। मेरो चारै दिशाबाट, मेरो बेडमा, मेरो टाउकोमा, मेरो हातमा, सबैतिर मलाई एट्र्याक्ट गरिरहेको थियो। मलाई एकदम लुचिरहेको थिएँ सबै ठाउँबाट। त्यो रात अत्यन्तै कष्टकर भएको थियो। मलाई छटपटिँदै म बिउजेछु। जलास बिउँदाखेरि म के भइरहेछ, मलाई के भयो, कस्तो अवस्थामा पुगिरहेको छु भन्ने म आफैलाई सम्हाल्नै सकिनँ। जब म बिहान उठेँ, घामका किरणहरू धरतीमा झर्नुभन्दा पहिला नै मैले पास्टर बाबुलाई कल गरेँ, पास्टर बाबु अब म येशूलाई मेरो जीवनको मुक्तिदाता भनेर स्वीकार गर्नेछु। पास्टर बाले आएर मलाई प्रभु येशूको बारेमा, उद्धारताको बारेमा, मुक्तिको बारेमा जब उहाँले सन्देश दिनुभयो, त्यस पछाडि म पुनः जागृत भएँ। मेरो आँखा खुले र आज यहाँहरूसँग उपस्थित भएको छु र मेरो गवाही अथवा मेरो जीवन पछाडिको जीवन यही नै हो वास्तवमा। धन्यवाद भाइ यहाँको शक्तिशाली गवाहीको लागि। अब हामी उहाँको प्रिय पत्नी, जसले रात दिन आफ्नो श्रीमानको लागि प्रार्थना गर्नुभएको थियो, आँसु बगाउनु भएको थियो, अन्तर्विन्ती गर्नुभएको थियो, उत्तरमा आज बहिनीलाई प्रभुले आफ्नो श्रीमान फर्काइदिनु भएको छ। अब हामी बहिनीलाई पनि ठुलो तालीको साथमा अगाडि बोलाउँछौँ र उहाँहरूको लागि हामी प्रार्थना गर्नेछौँ। कसलाई भनौँ यो मनको कुरा, येशू तपाईँ बाहेक तपाईँ नै हुनुहुन्छ मेरो शिर, तपाईँ नै हुनुहुन्छ मेरो शिर। मैले हिँड्ने बाटो र बाँच्ने आशा, कसलाई
मैले हिँड्ने बाटो र बाँच्ने आशा